साकेला गाउँपालिकाले कुल 42 करोड 57,65,हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार आयोजित 16औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी आर्थिक वर्ष 2083 र 84मा कार्यान्वयन हुने गरी चालुतर्फ 26 करोड 4,84,000 र पुँजीगततर्फ 16 करोड 52,81,000 रुपैयाँ बराबरको बजेट सभामा पेश गरी स्वीकृत गरिएको छ। गाउँपालिका अध्यक्ष राईद्वारा प्रस्तुत गर्न आह्वान गरिएको बजेट नीति तथा कार्यक्रमलाई उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट बहुमतबाट पारित गरिएको छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत 7 करोड 47 लाख राजस्व बाँडफाँडबाट 6 करोड 56,71,000 सशर्त अनुदानतर्फ 14 करोड 54 लाख सशर्त अनुदान पुँजीगततर्फ 1 करोड 21 लाख सङ्घीय सरकार समपूरक अनुदानतर्फ 3 करोड 51 लाख विशेष अनुदान चालुतर्फ 1 करोड 49 लाख प्राप्त हुने बजेट प्रस्तुत गरिएको छ। यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान 58,69,000, सवारी कर बाँडफाँडबाट 57,09,186, प्रदेश सशर्त अनुदानतर्फ 42,62,000, प्रदेश सरकार पुँजीगततर्फ 74,92,000, समपूरक अनुदान पुँजीगततर्फ 2 करोड 6 लाख, मालपोत कार्यालयबाट घर जग्गा रजिस्ट्रेसन शुल्क बाँडफाँड बापत 2 लाख, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर बापत 10,000 तथा गाउँपालिकाको प्रक्षेपित राजस्व रकम 35 लाख, आर्थिक वर्ष 2082 र 83बाट सरेर जाने बैंक मौजादार 3 करोड 52,51,114 प्रक्षेपित आय अनुमान गरिएको छ।